हेलो भ्युवर्स, गुड मर्निङ। आज चाहिँ म यो एउटा भिडियो लिएर आउँदैछु है। र यो भिडियो चाहिँ के को छ भने आज चाहिँ यो हाम्रो तिम्बुरको तेल कसरी निकाल्ने होइन। यहाँ घाममा आज मजाले घाम लागिरहेको छ। अन्त यो आज सेकेन्ड स्याटरडे छुट्टीको दिन चाहिँ अब यो मजाले तिम्बुर पेल्ने कुरा चाहिँ यो घरमै कसरी पहिला हाम्रो अग्रजहरूले हाम्रो सिनियर्सहरूले हजुरबा हजुरआमाहरूले कसरी तेलहरू निकालेर खानुहुन्थ्यो भन्ने कुरा चाहिँ आज एकदम अर्ग्यानिक तरिकाले यहाँ अब यो तिमुर यहाँ सुकाएको छ है। अब यसलाई लगेर चाहिँ ढिकीमा कुट्नुपर्छ, कुटेर चाहिँ फेरि यसलाई तताउनुपर्छ र अन्त पेचा म तपाईँलाई सबै देखाउँछु। पेचामा खाँदेर चाहिँ होइन त्यहाँदेखि तेल निकाल्नुपर्छ। यो चाहिँ तिमुर चाहिँ एउटा एकदमै दबाई, यो हर्बल मेडिसिनमै आउँछ। यसको तेलले चाहिँ धेरै कुरामा यो जोइन्ट पेनहरू, त्यसको बादमा फ्र्याक्चरहरू भएको हुन्छ नि, त्यो फ्र्याक्चरहरूको विन्टरमा दुख्ने ओर्ने हुन्छ त्यति बेला पनि पुरा काम दिन्छ है। र तिमुरको दाना अहिले चाहिँ हामी कतिजनाले चाहिँ यो अचार बनाउँदाखेरि फ्लेभरको लागि पनि युज गर्नुहुन्छ होइन। र म यसको अब कन्टिन्यू भिडियो तपाईँहरूलाई बनाउँदैछु। र यो तिमुर आज कसरी पिस्ने, कसरी तेल निकाल्ने तिमुरबाट गाउँघरमै विदाउट मसिन है। अनि मसिनमा किन नपिसेको भन्नुहुन्छ होला तपाईँहरूले, म यसलाई नै क्लियर गर्न चाहन्छु। र मसिनमा पेल्दाखेरि चाहिँ यसको जुन प्युरिटी हुन्छ नि, यसको डाइल्युट हुन्छ प्युरिटी। यसलाई चाहिँ अब मेसिनमा पेल्दाखेरि चाहिँ अब मेसिनको हिटहरू बेसी हुन्छ होइन। त्यसले गर्दाखेरि अब त्यसबाट जति प्योर तेल आउनुपर्ने त्यो प्योरिटी नआउन सक्छ। र चाहिँ हामी चाहिँ यो दबाईको लागि युज फर मेडिसिनल युजको लागि चाहिँ घरमै पिस्छौँ यो तिमुरलाई चाहिँ हामी। यहाँ चाहिँ हाम्रो यो दिदी हो, यो दिदी चाहिँ यहाँ छिन्किँदैछ। यो चाहिँ अघि जुन तिमुर सुकाएको थियो त्यो तिमुर चाहिँ यसरी ढिकीमा यहाँ हाम्रो साइली फुपू हुनुहुन्छ है, यहाँ ढुङ्ग्री मुन्द्री बुलाकी लगाउनेले गर्ने काम हो नि त यो। हेर्नु त त्यहाँ के अरे यो नानीले यसको नाम चाहिँ तिलमुडी राखेको छ। अन्त यो चाहिँ अब कुटेर पाउडर बनाएर उसेर छिन्केर पाउडर बनाएको बादमा चाहिँ फेरि यसलाई तताउने प्रोसेस हुन्छ। ए यहाँ बाबा कुट्ने, म पनि कुट्दैछु नि अहिले, यहाँ भिडियो मैले गरेको त। पाउडर अब तिमुर चाहिँ यस्तो पाउडर भयो है। यहाँ हाम्रो यो ठुली म्याडम हो हाम्रो घरको चल्दैछ। यहाँ साइली फुपू पनि एकदम यहाँ ऊ छिन्किनु हुँदैछ हो। यो चाहिँ ढिकीमा चाहिँ यसरी तेल तिमुर कुटेर पाउडर फर्ममा यहाँ हाम्रो दिदीले यस्तो पाउडर बनाउँदैछ, छान्दै चाल्दैछ उसले चाहिँ हो। यहाँ यसलाई चाहिँ के भन्छ अरे साइली फुपू? छिन्किनु भन्छ होइन, झम्के बोलाकी हल्लाएर छिन्किनु हुँदैछ हो। यसलाई छिन्किनु भन्छ। छिन्केर त्यसरी त्यो नाङ्लामा रहेको चाहिँ पाउडर चाहिँ त्यहाँ नाङ्लामा रहन्छ। बाबा कुट्ने, यहाँ आमा हेर्ने, माइली फुपू यहाँ हुनुहुन्छ हाम्रो माइली फुपू पनि रमिता हेर्ने। उपर हाम्रो डिपी अङ्कल आउनु भएको छ, उहाँ पनि रमिता हेर्नु हुँदैछ। यहाँ एकदम आजको पुरा प्रोग्राम छ। यो चाहिँ अब यहाँ पाउडर भइसकेको छ हो। यहाँ बोलमा छ। अब यहाँ ओखल खाली गरेर चाहिँ यहाँ पानी ल्याएको छ। अब यो चाहिँ अब यसलाई चाहिँ फुलो माड्ने भन्छ। यसमा चाहिँ अब ओखलीमा चाहिँ पानी हाल्नुपर्छ र अन्त तातो पानी हो यो। अब यति पानी हालेर चाहिँ अब चाहिँ यसको माथि चाहिँ यो अघि कुटेको जुन पाउडर छ, यो पाउडर चाहिँ यसरी वरिपरि हाल्नु पर्यो, जहाँबाट चाहिँ पानी बाहिर जानु भएन। अब यो चाहिँ हो पेचा, यो चाहिँ पेचा। अब पेचामा चाहिँ यो अब अघि जुन अब त्यो फुलो माडेर चाहिँ अब त्यो कुटेर चाहिँ पाउडरलाई चाहिँ यस्तो लसिलो यस्तो खालको यस्तो बनाएर ल्याएको छ। अब यसलाई चाहिँ तताएर अब यो चाहिँ त्यहीको फुल हो जुन पाउडर चाहिँ यसरी तताउनुपर्छ आगोमा, कराईमा हो। यहाँ चाहिँ हाम्रो काकीले तताउनु हुँदैछ। अनि यसलाई चाहिँ अब यहाँनिर चाहिँ पेचामा खाँद्नुपर्छ, मजाले यो पात लगाएर खाँद्नुपर्छ। अनि लगेर चाहिँ पर त्यो मेसिन, लोकल मेसिनमा चाहिँ थिच्नुपर्छ। अब यो चाहिँ स्टोन एजको मेसिन हो, यसरी सेट गरेको हुन्छ। यो चाहिँ कोल भन्छ यसलाई चाहिँ कोल भन्छ। उपर चाहिँ ढुङ्गाको यो मुनि स्ल्याब जस्तो काटेर बनाएको छ। अनि यसमा चाहिँ यो काठ चाहिँ माथिबाट राख्नुपर्छ र चाहिँ अन्त चाहिँ यो ब्लक बनाएको छ, यो ब्लकले माथिबाट थिच्नुपर्छ। म तपाईँहरूलाई अहिले देखाउँछु। अब यसलाई चाहिँ यसरी पेचामा हाल्दै पातले खाँद्नुपर्छ। यसरी मजाले टाइट बनाएर खाँद्नुपर्छ।
यसरी हाल्दै खाँदै भरि बनाउनुपर्छ यसलाई। एकदम तातो छ यो, अनि लगेर चाहिँ पर थिच्नुपर्छ। तेल इज कमिङ। तेल कम गरौ, कम गरौ, कम गरौ। दारा लो डबी पर्दैन। यो पेचालाई चाहिँ मुनिपट्टि कोल, माथिपट्टिको यो अर्को काठ बिचमा राखेर चाहिँ चेप्ट्याउनुपर्छ। यसरी तेल झर्छ, यसरी तेल आउँदैछ। यो स्टोन एजको यो तेल निकाल्ने प्रोसेस हो यो। यसरी निक्लिन्छ तेल, यसरी। फाइनल्ली तिम्रो तेल यसरी बोतलमा प्याकिङ भइसकेको छ। तर बट यो कसैलाई सप्लाईको लागि, कसैलाई त्यसको लागि होइन, घरकै युजको लागि मात्रै हो है। र यसरी तेल चाहिँ यसरी अब बोतलमा बोटलिङ भइसकेको छ। र यो हो तिमुरको एकदम घरमै पेचामा पेलेको तेल। र यो चाहिँ एकदमै मेडिसिनल युजमा, मेडिसिनल भ्याल्यु एकदमै हाई छ यसको। र यसको मेडिसिनल भ्याल्यु चाहिँ हाम्रो एकदम बुढाबुढीहरूलाई मात्रै थाहा हुन्छ, हामीलाई त अहिलेलाई त्यस्तो थाहा हुँदैन केमा युज गर्ने भनेर। यस स्टे ट्युन, यस्तै भिडियो लिएर फेरि पनि आउनेछु। यो हो तिमुरको तेल, आजको दिनभरिको काम।